नमस्ते सम्पूर्णमा यो स्कुटी छ हैन। अब स्कुटीको मैले यो भाँचेको रहेछ। अब यो भाँचेको कारणले गर्दा म यसलाई प्लास्टिक होल्डिङ गर्छु है। मसँग यहाँ स्कुलबाट आएको लिएर आएको छु यो आइरन। यही आइरनले काम गर्छ। यो आइरन सोल्डिङ हो। अब यसैबाट काम हुने गर्दछ है। अब यति गर्नलाई पैसा खर्च गर्नु भन्दा राम्रो त यही बनाएर हैन पहिले बनिसकेको रहेछ। यसलाई फेरिबाट राम्रोसँग गर्नुपर्ने छ। अब यसलाई जोडेर अनि म फेरि तपाईहरुलाई भिडियो बनाउँछु। मैले जोडे यसरी हाल्दै गर्दा हैन यसरी गरे यो राम्रोसँग टाँसिन्छ। राम्रोसँग टाँस्छ। मसँग अब यसको यो भित्र जुन ग्यापहरु छ नि यो ग्यापमा मैले अर्को यो प्लास्टिक बाबुको भाँचेको वाला यो छ। अब यो युज गर्छु। यो भित्र यसलाई मेल्ट गरेर त्यही भित्र हाल्छु है। ओके वेट अ मिनेट। 2000 years later. ल अब यो रेडी भइसकेको छ। यस्तो देखे पनि केही मतलब केही फरक पर्दैन। यसलाई यो भित्र हुन्छ कसैले हेर्दैन। अब यो लाएर फिट हुन्छ। ओके थ्यांक यू।